walking strong and being brave. Takes a sip of gin, I swear. When I grow up, I'll be like her. Hello guys, hello bolo, hello सब जन, hello bolo. Hello. मेरो YouTube channel मा हजुरलाई सबलाई स्वागत छ है। ल म त सन्चै छु गाइस, हजुर पनि पक्का सन्चै हुनुहुन्छ होला है। सन्चै छ। ल आज हामी कहाँ जालाको भन्नु पर्दा अब वहाँ गएपछि थाहा पाइहाल्नुहुन्छ गाइस। अब म अहिले भन्न सक्दिन, अब म वही हजुरलाई वही गएर देखाउने छु हामीहरु कहाँ जानला छौं, के गर्न जानला छौं भनेर। अब ल हस्त हाम्रो गाडी पनि यही हो। ल हजुरलाई बाहिरदेखि पनि देखाइदिउँ ल। यो हाम्रो गाडी है। हाम्रो दिदी बहिनीहरु सबैजना बसिसक्नु भएको छ। अब हाम्रो दिदीहरु अझै जान आएपछि फुल भएर गाडी हिँड्नेछ। अनि म हजुरलाई वही गएर देखाउँछु। चड्डी लिन आएको ह भाइको हैन हो। अल्पिकको त्यो अलिकति च्यात्ते सर कि प्यान्ट हो। अनि त्यो सिलाइदिने भनेर उसको मम्मीले भन्दै थियो। के सारा यो आइले त बिल्ला गरेको। 3 महिना बाँकी छ त हो। 3 महिना अब सिलामला नि लास्टमा। ल आउनुस् आउनुस् दिदी आउनुस्। ल मेरो ब्लगमा पासाङ दिदीलाई पनि स्वागत छ है। ल आउनुस् आउनुस् आउनुस्। ए गोलु मलुलाई पनि स्वागत छ। यो गोलु मलुलाई हाई भन्देऊ, हाई भन्देऊ, हेलो गरिदेऊ। हेलो आउनुस् 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 आउनुस्। हाम्रो महात्मा दिदीलाई पनि वेलकम छ। मिस दीपिका पादुकोणलाई पनि स्वागत छ। राम्री राम्री भएर आउनुभएको छ है। डराइ छ दाइहरु, डराइहरु एकदम ढुक्क बस्नु होला है। त्यही पनि नडराइकन दिदी राम्री राम्री भएर हिँड्नु भएको छ। हेलो गाइस, लाइक एन्ड है त हाम्रो माइ सिस्टर च्यानल बोल न। ल हाम्रो उसलाई दिदीलाई पनि स्वागत छ। ल यहाँ भन्नु, यहाँ केही भन्नु छ? हामीहरू यहाँबाट पनि निस्किसक्यौँ। अब जाँदैछौँ। हजुरहरूको मनमा डाउट लागिरहेको होला यो कैदीको जस्तै यो मान्छेहरू दिदीबहिनीहरू कहाँ हिँड्नु। गाइस यो सब लाउरेको बुढी हुनु, लाउरेको बुढी हो सबैजना। हामी कैदी होइन, कैदी होइन भन्नु न। आशिका दिदी हो कि होइन, हो कि होइन भन्नु चाहिँ न, भन्नु न त भन्नु। आशिका दिदी हो कि होइन, हो कि होइन गर्छ कि कस्तो गर्छ। आशिका दिदी अहिलेकोलाई हो कि होइन, हो कि होइन पो भनेको त। कस्तो गर्छ त्यो दाइहरूले हु हु गर्छ। गाइजहरू हाम्रो गाइजहरू एकदम रमाइलै छ न। दाइहरू हो कि होइन, दाइहरू हो कि होइन। होइन यो हामी कैदीको जस्तो मुख गरेर हिँड्ने होइन कि, जाने होइन कि, जाँदाखेरि पनि रमाइलो गर्दै जानुपर्छ। हो कि होइन? दीपिका पादुकोण हो कि होइन, हो कि होइन? पहिला यस्तो यस्तो नगर म पहिला हु हु हा हा गरौँ किनभने हामी माथि जाने हो नि त, तल आउने होइन गाइस। अब चाहिँ वहाँ गएर म हजुरलाई देखाउँछु को के गर्ने हो भनेर। ल है हाम्रो दिदी बहिनीहरू आज राम्री राम्री भएर हिँड्नेछ है सबैजना। गाइस के गर्ने, मै मात्रै नराम्रो रहेछु। कहिले जन्मेको म, कहिले जन्मेको जन्मेको क्या तिमी। छिटो भोलि अर्को महिना चाहिँ तिमीलाई म कपाल स्टार्ट गर्नु लगिहाल्छु। ल गाइस के गरे हिन्दीमा, अब हिन्दीमा बोल्न अलि आउँदैन किनभने पछि अब पढ्ने खेर ल पारियो, त्यही भएर पढ्न पनि
त भइसकेको छ ल है अरू लाइसेन्स चाहिँदैन भन्दै अब अरू पर्दैन एउटा छ बस त्यही खतम हो ल हाम्रो दिदी चाहिँ कम्प्युटरको हो आशिका दिदी दाइको याद आयो क्या हो र ल ल ओके म उता दिदी र म हो टेलरिङको हो ए मातमा दिदी मम त होइन ए सरी ल मातमा दिदी र म हो टेलरिङको है मतलब केमा आउनु भएको रे मण्डल आर्ट्स के नाम भन्न पनि आउँदैन हो के गर्ने अब पढ्ने बेला ल पारेपछि यस्तै हो गाइस अब पढ्ने ल पार्यो ल पारेर हिँड्दै गर्यो अब त्यही पनि ल जानु है ल बाई बाई दिदी ल दिदी यो हाम्रो है हाई गरिदिनु न हाम्रो यहाँ म्याम हुनुहुन्छ है हाम्रो एकदम ट्यालेन्टेड भन्दा पनि एकदम सुपर से उपर भन्ने जस्तो ट्यालेन्टेड हुनुहुन्छ है जेमा पनि पर्फेक्ट र होला सबै मतलब खुटखुटके भरेको होला हामीलाई हाम्रो म्याम भन्नुहुन्छ हामीले दिदी भन्छौँ हामीलाई यही सिकाउनुहुन्छ दिदीले यो सिलाइ मसिन हो हामीहरू यहाँ गर्ने फर्स्ट दिन त नभनौँ किनभनेपछि ठगे जस्तै हुन्छ अब आज हो मेरो चौथा दिन है 4 दिन भयो आज आएको फर्स्टमा आउँदाखेरि मसिन चलाउन सिकेको यही हो मसिन अनि त्यसपछि आएर मैले सेकेन्ड दिनमा मैले सिकेको पिल्लो कभर बनाउन आज म पेटिकोट सिलाउन सिक्छु किन आज यहाँ माथि बसेको र हैन अहिले एकछिन ट्राई एउटा हाम्रो गाइस पहिला हामी उता मौमा हुँदाखेरि एउटा शिवाङ्गी भन्ने साथी भेट भएको थियो कि उस पनि फ्यामिलीवाला थियो अनि त्यसपछि ऊ पनि आर्मीबाट अनि सँगै मौमा बस्दाखेरि सेम थियो कि ऊ जस्तै त्यो दिदी जस्तै सेम बोली पनि त्यस्तै मतलब मान्छे पनि त्यो हाइट पनि त्यस्तै यो शरीरको यो हुन्छ नि त्यो सब त्यस्तै के बोल्ने म त उसलाई देखेर उसैको याद आएको मलाई धेरै दिनपछि पहिला यहाँ दिदीहरूले सबैले बनाएर राख्नु भएको यस्तो छ यहाँहरू अनि म भर्खरै मेरो सिकेको मैले पहिला स्टार्ट गरेको थिएन मैले यही हो अब बनाउनु पर्छ होइन के को राम्रो यो पुरानो त्यही पनि अर्काले दिएको हाम्रो कल्पना दिदीले दिएको हो क्या के गर्ने मेरो नाम हो पूर्णिमा राई पुन अब राई पनि कसरी पुन पनि कसरी भयो भन्नु होला मेरो माइतको थर हो राई अनि बुढाको थर हो पुन अनि त्यसपछि म अब राईनीको छोरी त भन्नु मिल्दैन किनभने मेरो मम्मी छेत्री हो अब राईको छोरी हो म किनभने बाबा राई हो नि त त्यही भएर राईको छोरी हो बुढा पुन भएर पुन भएको राई पुन त्यसपछि लास्टमा थर बुढाको थर लास्टमा पुन लिएर आएको रजनी राई दिदी है हाम्रो दिदी पनि राई हो मित लगाउनु पर्छ कि क्या दिदीसँग हाम्रो आज नयाँ दिदी आउनु भएको छ है फर्स्ट टाइम मजा आउँछ गाइस के दिदी बहिनी सबै भेला भएपछि एकदम रमाइलो जस्तै भएपछि मजा आउँछ अनि नत्र कोही नबोल्ने कोही रिसाउने गरे भने अब राम्रो पनि लाग्दैन हैन अब सबै अब यहाँ सबैजना छौँ भने अब मिलेर बस्नु पर्यो अब हाँसी बोली सबै गरेर बुनेको पनि थाहा पाइन सिलाएको पनि थाहा पाइन सिलाउने यता दिदीले यहाँ अम्ब्रेला हाम्रो मातमा दिदीले अम्ब्रेला फ्राक सिलाउँदै आफ्नो कम्पनीलाई डल्लैलाई फराक सिलाइदिनु विचार गर्नुपर्छ सबैले छिटछिटो नानी पायो होला है भया मातमा दिदीले फराक सिलाइदिनु हुन्छ रे यता फेरि धागो हाल्दै हुनुहुन्छ हाम्रो रजनी दिदीले स्टार्ट गर्छिन मैले सबै सेट गराइसकेँ अब म जान्छु म्यामलाई भन्छु कि त्यो अब पेटिकोट सिलाउनु गराइदिनु भनेर कस्तो गर्ने हो अब सानो उसको लागि बनाउँछु पहिला फिर वो सॉरी सीधी साइड से होगा सीधी साइड से लगाओगे ठीक है ऐसे करके इसमें फोल्ड देखो फिर हाँ ये अंदर फोल्ड होगा पूरा ऐसे जैसे गला नहीं किया ऐसे होगा इसके लिए बड़ा यहाँ दिदीहरू एप्रन बनाउन सिकाइराख्नु भयो नयाँ आउनुभएको दिदी हो ये इसी अकॉर्डिंग हम इसको काट देंगे ठीक अभी आप काटो इसको ठीक है इसके 35 सेंट पहले मैं पीस
इसको ज्वाइन करना है, इधर तक खाली सिलाना है ना इसको, ये ज्वाइन करके। ये जो नाप है ना यहाँ से यहाँ का, ये छोड़ दे। ये वो तो नहीं किन साइलेन्ट बस्नु भयो त हजुर त? यहाँ यसरी जोड्नुपर्छ गाइस, के गर्ने? एउटा हात यसले समात्नु पर्यो, के गर्ने? अनि त्यही भएर यसरी जोडेको। कस्तो दामी फरक भयो त। आछि खेल खेलमै कस्तो दामी बनाइहाल्नु भयो त हजुरले त। अल्छी लाग्यो भन्दा मान्छेले त होइन तैँले कति दुःख दिएको म रजनी दिदीलाई। ज्यादा दुःख नदिए है, तर मलाई उठाएर बाहिर लगाएर फालिदिन्छु नि। तैँले कस्तो सताउँछस् नि, मैले हेरिरहेको छु, मैले अघिदेखि हेरिरहेको छु रजनी दिदीलाई। तैँले कति सताउँछस्, तैँले बनाउनु एप्रोन बनाएर पनि दिँदैछ एउटा। कस्तो होस् कि त, यसलाई चाहिँ पिट्नुपर्छ के, यसको यहाँ मुखमा हान्नुपर्छ। ल उषा भन्ने, ल तेरो नाम उषा हो, इसका नाम उषा है, उषा। ये बहुत नटखट है, ये मतलब बहुत ये बदतमीजी लड़की है ये। हट उठ जा। ये तो मेरा फेवरेट है ना, ये तो मेरा फेवरेट हो। ये तो इसको तो मैं चुम्मा भी कर दूंगी, ये तो मेरा फेवरेट हो। ये तो ये गंदी लड़की है ये। ओके दिदी हजुरलाई ल हाम्रो घर वेलकम छ है। ल हाम्रो घर जहिले पनि वेलकम छ, मैले त अहिले मात्रै नि जहिले पनि। ल हाम्रो ल फिनिसिङ भयो, दिदी उठिसक्नु भयो। अब म यहाँबाट यसो निकाल्नु पर्यो। अब यो यस्तो निकाल्नु पर्यो। सुन्नु, यो कपडा हाल्दा मलाई फेरि झोलाभित्र नहाल्नु। हाम्रो यो पनि खत्तम भयो, टाइम पनि 11:30 पनि हुन लाग्यो, 27 भइसक्यो। अनि हाम्रो टाइम पनि खत्तम भइसक्यो। आज रजनी राई दीदी ने आज अपना दिमाग वही छोड़ के आ पीछे। दीदी हेलो, लाइक एंड सब्सक्राइब माय सिस्टर च्यानल गाइस, गर्नुपर्छ कमेन्ट लाइक। अलि यस्तो गरेर गर्नु न, गरेन भने चाहिँ सुन्नु अलि यस्तो या गर्नु न। हो यसरी हो, यसरी। यो हनी सिंहको पुरी है, हनी सिंहको पुरी। के भयो आज खुसी देख्छु त। यस्तै हो म हमेसा। अस्ति त त्यो हुनुहुन्थेन त ह्याप्पी त। अस्ति त मलाई रिस उठेको थियो नि त। ल है ल बाटो खाली गर है, बाटो खाली गर फटाफट। तिमीले त होलीको ब्लग त हालेन नि त। होलीको ब्लग डिलिट भएको नि त। रहेछ रानो भन्दै थियो त तिमीले त। रानो यसरी हो नि, यसरी रानो रानो गरेको रानै भइगयो नि त, लास्टमा हरायो। ल पछि जाऊ है गाइजहरू, पछि हजुर भोलि भेटौँला फेरि। ल बाई बाई। सब्सक्राइबर पुगेपछि म सबैलाई केक काटेर खुलाउँछु है। ल आज रजनी दिदी कोमामा जाने बेर पनि छैन है, घर पुग्दा क्योंकि वो नेचुरल होता है ना, इसलिए डालने का बोलता है। मैं तो लेती हूँ 3-4 टेक 5 टेक और बाद में तो बंदे
अब बोर तो नहीं हुए ना, मैं बोलती बोलती आ गई ना इसलिए। अच्छा अच्छा अच्छा, धन्यवाद धन्यवाद, बाय बाय। पछाडिको चहल पहल के चल्दैछ? ओइ त्यो हड्डी बचाउने होइन है, मासु पनि राखिदिनु पर्छ। म त हड्डी मात्र खान्ला नि। होइन, आज दिदीले आफ्नो साप्रै काटेर खान लाग्नु भएछ क्या हो र? हड्डी पनि चपाउँछु भन्नुहुन्छ त? हड्डी पनि छ भन्नुहुँदैछ। ए नै चपाउँछु गरे। अनि यो साप्राको हड्डी एकदम कौलो हुन्छ कि क्या हो र? ल जानु ल, ल बाई बाई बाई। ओके बाई बाई सबै, बाई बाई दिदी, बाई 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 गाइज, गुड नाइट गुड नाइट। हाम्रो दिदीहरू पनि जानुभयो। ल बिस्तारै झन्नु है, नआत्तेर है। बच्चा बच्चीहरू भोकै छैन, रोएको छैनन्, दुध खुवाउनु पर्दैन। ल बिस्तारै झन्नु है, बिस्तारै। र दिदीहरू बाई बाई बाई। होइन हजुर त उताको होइन र? ए अच्छा अच्छा, ल बाई बाई। ल है, ल हामी पनि आयौँ है गाइज। अब आफ्नो घरमा गएर यस्तो। ल ल ल ल बाई, ल बाई बाई। ल आउनुहोस् है, आउनुहोस्, बिस्तारै बिस्तारै आउनुहोस्। रजनी दिदी बाई। ल बाई बाई गाइस। ल अच्छा, तुम्हारे मुंह में ना एकदम दही शक्कर दही घी शक्कर। ल हामीहरू पनि आइसक्यौँ। अब आजको धेरै रमाइलै भयो भनौँ। गाडीमा आयौँ, यस्तो हाँस्दै बोल्दै सबैजनासँग आज मजा आयो। तर आजको जे होस्, मनमा एकदम खुसी छ। मतलब मनमा केही पनि यस्तो दुःख पीडाहरू केही पनि छैन। म पनि आइसकेँ मेरो घर। आजको मेरो भ्लग यतिमै इन्ड गर्छु ल। अब ज्यादा त केही छैन। म त अब यस्तै हो, के गरे इन्जिन स्टार्ट भएपछि त्यो बन्द हुन सितिमिति भन्छ नि, त्यस्तै हो कि म त फेरि बोल्ने स्टार्ट भयो भने त्यो खतमै हुन गाइस। त्यो खतम गर्न कति गर्नुपर्छ, तर त खतम हुन्न। त्यो पनि म आएँ। अब एकछिन पङ्खाको हावा खाएर मुख हात धोएर खाना बनाउन जानुपर्ने हुन्छ। नानी पनि स्कुल गएको छ। नानी पनि अब अहिले 2:15 आउँछ। नानी पनि बुढाको अब फोन गरेर सोध्नुपर्ने हुन्छ, बुढाको कति बजेदेखि ड्युटी छ, मतलब कति बजेसम्म छ। 6 बजेसम्म पनि हुनसक्छ नि। अनि मान्छेको अहिले मान्छे थोरै भएर 6 बजेसम्म पनि राखिदिन्छ। अनि त्यही भएर फोन गरेर सोध्नु पर्यो। अनि कतिखेर आउने हो, अनि छिटो खानाको तयारी पनि गर्नु पर्यो, खानु पनि पर्यो, बनाउनु पनि पर्यो। ओके ल बाई गाइस। लास्टमा के भन्न चाहन्छु भने चाहिँ हजुरहरूलाई मेरो भिडियो राम्रो लागेपछि मलाई मन पर्यो लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु र कमेन्ट पनि गर्न नबिर्सिनु होला। ओके बाई बाई।